र आज कोरियन भाषाको डे 14 है। डे 14 मा तपाईलाई मैले पार्टिकल है, पार्टिकलको बारेमा भन्न गइरहेको छु है, निपातको बारेमा। हेर्द पार्टिकललाई कोरियन भाषामा मिठास ल्याउनको लागि के हुन्छ प्रयोग गरिन्छ है, ल्याउन परिन्छ। पार्टिकल कति किसिमको हुन्छ? दुई किसिमको हुन्छ है। एउटा सब्जेक्ट पार्टिकल, एउटा अब्जेक्ट पार्टिकल है। सब्जेक्ट पार्टिकल हाम्रो कतिवटा हुन्छ? दुईवटा हुन्छ र अब्जेक्ट पार्टिकल कतिवटा हुन्छ? एउटा हुन्छ है। हेर्नुस् त पहिला फर्स्टमा हाम्रो सब्जेक्ट पार्टिकल हेर्नुस् है, सब्जेक्ट पार्टिकल है। सब्जेक्ट पार्टिकलमा सब्जेक्ट प्लस ई अथवा गा भनेको मिनिङ के रहेछ? ले भन्ने रहेछ है। ई अथवा गा भनेको ले रहेछ। ई हाम्रो कन्सोनेन्ट हो, गा हाम्रो भवलिङ हो है। हेर्नुस् त यदि फाक्षिम भए कन्सोनेन्ट लगाउने अथवा ई लगाउने भनेको है, के लगाउनेमा ई लगाउने। यदि फाक्षिम नभए म के लगाउने? हामी भवलिङ लगाउने भनेको हामी के लगाउने? गा लगाउने है। के लगाउने? गा लगाउने। जस्तै हेर्नुस् त सीता भन्ने नाम छ नि त, सीतामा के छ? हाम्रो यहाँ फाक्षिम के झुन्डेको छ? झुन्डेको छैन। अब हामीले के लगाउनेमा? गा लगाउने, सीता गा हुन्छ है। त्यसपछि तल हेर्नु त राम, हेर्नु फाक्षिम झुन्डे छ नि, म झुन्डे छ। अब राममा के हुन्छ? राम ई हुन्छ, रामी हुन्छ पढ्नुलाई है। यदि फाक्षिम आयो लगत्तै स्वर वर्ण आएमा फाक्षिमलाई अ को स्थानमा लगेर उच्चारण गरिन्छ भनेर तपाईले पढ्नु होला नि है, बुझ्नु भयो नि। त्यसपछि हेर्नुस् त केही सब्जेक्टहरु गा आउँदा हुने परिवर्तन त, गा नआउँदा पनि के हुन्छ? परिवर्तन हुने कुराहरु हो नि त, परिवर्तन हुने शब्दहरु हेर्नु त। ना भनेको के हो? यो म हो। ना प्लस गा भनेको नेगा, नेगा भनेको के हाम्रो? मैले हुन्छ है। न भनेको त, न प्लस गा गर्दा नेगा हुन्छ, नेगा भनेको के हुन्छ? तैले हुन्छ है। अनि छ भनेको म, छ प्लस हेर्नु त यहाँ छ प्लस गा भनेको छेगा, छेगा भनेको के हुन्छ? मैले हुन्छ नि त। यो चाहिँ हाम्रो रूप परिवर्तन भयो कि नै? भयो नि। ल हामीले जान्छ अब सब्जेक्टहरु दुई प्रकार, एउटा एक नम्बर यो चाहिँ अनि दुई नम्बर चाहिँ यो है। हेर्नुस् है, सब्जेक्ट प्लस उन र नुन भनेको के हाम्रो? चाहिँ भन्छ है। उन हाम्रो कन्सोनेन्ट हो, नुन हाम्रो कुनिङ हो, भवलिङ हो। सेम यही हो है। हेर्नुस् यदि फाक्षिम भए कन्सोनेन्ट लगाउने, यदि फाक्षिम नभए भवलिङ लगाउने भनेछ है। त्यही लगाउने हेर्नुस् त। ल छ भनेको के हाम्रो? म। अब यसमा के लाग्छ? उन लाग्छ कि नुन लाग्छ? यसमा फाक्षिम छ छैन। अब हामीले के लगाउनु पर्योमा? नुन, छ नुन भनेको म चाहिँ म भनेको कि नै, म अथवा म चाहिँ भन्छ है। पार्टिकलको एकले पनि नआउनु पनि सक्छ, त्यो नुन मैले लेखाइदिन्छु है। राममा के लाग्छ? राम नुन हुन्छ, राम चाहिँ भन्ने हुन्छ हैन, राम चाहिँ भन्छ है, अथवा राम भन्न पनि पाइयो। त्यसपछि सीता, सीता नुन हुन्छ, सीता नुन भनेको सीता चाहिँ भन्छ हैन, सीता चाहिँ अथवा सीता भन्ने नि पाइन्छ है। हाम्रो सब्जेक्ट पार्टिकल सक्यो। अब हामी के भन्न जान्छौँ? दुई नम्बरको अब्जेक्ट पार्टिकल है। सरी सब्जेक्ट लेख्छु मैले यहाँ, अब्जेक्ट लेख्नु पर्ने है। अब्जेक्ट पार्टिकल है। कुन पार्टिकल? अब्जेक्ट पार्टिकल। अब्जेक्ट पार्टिकल त अब्जेक्ट प्लस उल र रुल भनेको के हाम्रो? लाई हो। उल हाम्रो के युनिङ हो? कन्सोनेन्ट हो। रुल हाम्रो कुनिङ हो? भवलिङ हो। यो उल र रुल भनेको मिनिङ के रहेछ? लाई भन्ने रहेछ है। के रहेछ? लाई भन्ने रहेछ। ल हेर्नु, यदि फाक्षिम भए उल लगाउने अथवा कन्सोनेन्ट लगाइन्छ, यदि फाक्षिम नभए रुल लगाउने अथवा भवलिङ लगाइन्छ भनेको है। यो कन्सोनेन्ट र भवलिङ चाहिँ नबिर्सनु होला है। यो चाहिँ पछि जब पनि याद गर्नुपर्छ तपाईहरुले। ल त सागवा भनेको हाम्रो स्याउ हो। के रहेछ यो? स्याउ हो है। साग भनेको स्याउ हो। अब सागवा के हुन्छ? यसमा रुल हुन्छ, स्याउलाई भन्ने हुन्छ है। के हुन्छ? स्याउलाई भन्ने हुन्छ। त्यसपछि छेक भनेको के हाम्रो? किताब हो। छेक भनेको के रहेछ? किताब। किताबको के हुन्छ? अब छेगुल, किताबलाई भनेर त किताब भन्ने हुन्छ है। बुझ्नु भयो? र त्यसपछि हामी एउटा सानो नोटमा जान्छ। हेर्नुस् त यहाँ ले लाई चाहिँ नेपालीमा लगाउँदा वाक्य अशुद्ध अथवा उच्चारण नभए पनि अथवा के रे यसको उच्चारण अथवा शब्द नआए पनि, उसको अशुद्ध भए पनि कोरियन भाषामा लगाउनु पर्छ। यो के छ? कम्पल्सरी लगाउनु पर्छ, नत्र वाक्य सुइटेबल
हुँदैन है। उल रुल इगा र उन चाहिँ लगाउनै पर्छ है। त्यसपछि अन्त सानो टेस्ट भन्छ यहाँ इलादा भनेको के रहेछ हाम्रो यो काम गर्नु भन्ने मिनिङ हो है। इलादा के गर्नु काम गर्नु। यसलाई इ रुल हादा भन्दा चाहिँ यो ठिक हुन्छ। इल हा रुल हादा चाहिँ यो के हुन्छ हाम्रो गलत हुन्छ है। इल र हादाको बीचमा के जोड्ने हो रुल र उल जोड्ने हो है। रुल र उल जोड्ने। अब यहाँ फाचिम भयो उल जोड्ने फाचिम भयो रुल जोड्ने है। उन्दङ हादा भनेको हाम्रो के गर्नु हो यो व्यायाम गर्नु। के गर्नु हाम्रो यो व्यायाम गर्नु हैन त। व्यायाम गर्नुको उन्दङ उल हादा भनेको ठिक छ। उन्दङ हा रुल हादा चाहिँ यो बे ठिक छ। फेरि बुझ्नु भने भनेको उल मेन भब र हादाको बीचमा उल र रुल जोड्नु पर्छ है। त्यसपछि हामी यता हेर्नुस् त एउटा सानो यहाँ तपाईलाई त्यसपछि मैले दुईटा क्वेशन दिएको छु हेर्दै यो दुईटा क्वेशन चाहिँ तपाईले कमेन्टमा चाहिँ मलाई भनिदिनु होला कुन लाग्छ भने चाहिँ 1 नम्बर 2 नम्बर 3 नम्बर 4 नम्बर अप्सन छ। यसमा उन रुल नुन अथवा यसमा चाहिँ नुन लगाउनु पर्यो। उन रुल उन र रुल भने चाहिँ यो अनि यो पनि दुईटा त उल रुल यो पनि ठ्याक्क लगाएर कमेन्टमा मलाई एन्सर भनिदिनु होला है। तपाईले भनेको बुझ्नु भयो कि नै यसपछि मलाई कमेन्टपछि थाहा हुन्छ।